सो यो चाहिँ WR 155R हो होइन। अनि यसको कुरा गर्नुपर्दा यो चाहिँ हाम्रो इन्डोनेसियाबाट आउँछ। अनि अर्को मेन फ्याक्टर भनेको चाहिँ इन्डोनेसियाबाट आउँदाखेरिको फरक पनि भनेको चाहिँ क्वालिटी हो है। हाम्रो अरू इन्डियन डट बाइक चाइनिज डट बाइकहरूले चाहिँ अलिकति क्वालिटी मेन्टेन गर्न सक्दैन भने यो त्यसपछि तपाईँको CRFहरू त्यो चाहिँ थाइल्यान्डबाट आउने भयो। त्यही पनि यिनीहरू चाहिँ अलिकति क्वालिटी मेन्टेन हुन्छ होइन। अनि कसरी थाहा पाउने त अब इन्डियाबाट आएको बाइक र बाहिरबाट आएको। सो इन्डियामा चाहिँ सारी कार कम्पलसरी हुन्छ होइन। सो यहाँ चाहिँ सारी कार यो ठाउँमा चाहिँ सारी कार देखिन्छ। ल अब बाइकको स्पेकतर्फ जाऊँ होइन। यो चाहिँ सिङ्गल सिलिन्डर 4 स्ट्रोक 4 भ्याल्भ लिक्विड कुल SOSC इन्जिन भएको बाइक हो होइन। अनि यसमा चाहिँ VVA पनि छ जुन तपाईँको R15 छ होइन। यिनी नै यो खास R15 को हो। त्यसमा चाहिँ अलिकति रिट्युनिङ गरेको छ अफ रोड त्यसपछि टारम्याकहरूको लागि। अनि यसको एक्चुअल डिस्प्लेसमेन्ट भनेको चाहिँ 155.09 cc हो होइन। अनि म्याक्सिमम पावर भनेको चाहिँ 16.7 PS को पावर छ एट 10,000 RPM। अनि टर्क भनेको चाहिँ 14.3 न्युटन मिटर टर्क छ एट द रेट 6,500 RPM जुन चाहिँ इनफ छ है। हामी अहिले पनि यस्तो टाइपको अब ट्रेलै भनौँ होइन। यस्तो टायर यस्तो हुने गरी आएको छौँ। सो ट्रेलै भनौँ यसमा पनि पावर इनफ छ होइन। अनि फ्युल सिस्टमको कुरा गर्न पर्दा चाहिँ यसमा FI भइ नै हाल्ने भयो होइन। किनभने सम्भवतः मलाई जहाँसम्म लाग्छ यामाहाको तपाईँको FZ V2 कि V1 देखि नै FI भएर आएको छ त्यो बेलादेखि नै पहिलेदेखि। अनि गियरको कुरा गर्नु पर्दा चाहिँ यसमा चाहिँ 6 स्पिड गियर छ होइन एच R15 जस्तो होइन। अनि त्यसपछि लगेर अर्को कुरा भनेको चेसिस है। हाम्रो चेसिस चाहिँ सेमी डबल क्रेडल फ्रेम हो होइन। यसले चाहिँ अफ रोडहरूमा अनि त्यसपछि हुन्छ नि एकदम ढुङ्गा भएको बाटोहरूमा त्यस्तोमा चाहिँ ह्यान्डल गर्न एकदमै हेल्प गर्छ होइन। अनि मेन कुरा भनेको उठेर चलाउन नि एकदम कम्फर्टेबल अनि कन्फिडेन्स आउँछ यो फ्रेमको कारणले पनि। अनि फ्रन्ट सस्पेन्सनको कुरा गर्नु पर्दा चाहिँ यो चाहिँ KYP को सस्पेन्सन हो होइन जुन चाहिँ एकदम रिनाउन्ड ब्रान्ड हो सस्पेन्सनको कुरा गर्नुपर्दा। अनि यसको साइज चाहिँ 41 mm को छ होइन। अनि रियरको कुरा गर्नुपर्दा रियरमा चाहिँ अलि प्रिमियमै छ है रियरको नि। यो चाहिँ तपाईँको लिङ्क टाइप मोनोक्रस सस्पेन्सन हो त्यो पनि ग्यास चार्ज सस्पेन्सन हो है। अनि यसको ट्राभल भनेको चाहिँ 185 mm हो। मैले फ्रन्ट सस्पेन्सनको ट्राभल चाहिँ भन्न बिर्सेछु। यसको ट्राभल भनेको चाहिँ 215 mm को ट्राभल हो होइन। अनि अर्को कुरा भन्नु पर्दाखेरि फ्रन्ट डिस्कको कुरा गरौँ है त। फ्रन्ट डिस्कको चाहिँ साइज भन्नु पर्दाखेरि 240 mm हो। त्यसै गरी रियरको चाहिँ 220 mm को छ है। यो चाहिँ ट्याक्कै अपोजिट छ है। फ्रन्टको चाहिँ लेफ्ट साइडमा छ भने ब्याकको चाहिँ राइट साइडमा छ है डिस्क। ब्रेकिङ पनि एकदम राम्रो छ यसको। अनि फ्रन्ट व्हिलको कुरा गर्नु पर्दाखेरि चाहिँ 21 इन्चको एल्युमिनियम स्पोक रिम हो होइन। 20 अफ रोड बाइक त्यसपछि डुअल स्पोर्ट अनि डट बाइकको क्याटेगोरीमा 21 हुनु भनेको चाहिँ एकदम राम्रो कुरा हो है। त्यो पनि यो एल्युमिनियमको छ है। अब स्टिलको चाहिँ अलिकति तपाईँको हेभी हुन्छ अनि ह्यान्डलिङमा नि असर पर्ने त होइन तर स्टिलको भन्दा एल्युमिनियमहरूको चाहिँ अलिक बेस्ट हुन्छ है। त्यसपछि ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा अलिकति तपाईँहरूलाई भिजुअल इक्जाम्पल नै दिन्छौँ होइन। यो एकदम म्यासिभ छ 245 mm छ जुन चाहिँ XR-हरूको सँग कमनै छ होइन। हामीसँग यहाँ XR पनि छ साथमा उस्तै छ ग्राउन्ड क्लियरेन्स चाहिँ।
अनि सिट हाइटको कुरा गर्नुपर्दाखेरि 880 mm छ होइन। अनि कतिपयले भन्नु होला बाइक चाहिँ अल्को छ कि होचो छ। बाइक चाहिँ म चाहिँ 6.05 छु होइन। मेरो लागि चाहिँ एकदम पर्फेक्ट नै छ। इनफ्याक्ट अलिकति अल्को भएको भयो भने मलाई राम्रो हुन्थ्यो होइन। त्यसै गरी मेरो विचारमा 5.8ले चाहिँ आनन्दले भ्याउनुहुन्छ, 5.7 पनि भ्याउनुहुन्छ। इट्स नट अबाउट हाइट के। अब मान्छेलाई रहर लाग्यो भने होइन, कसैले अब एउटा खुट्टाले मात्रै चलाएर हिँड्ने पनि देखिरहेको छु मैले। सो हाइटको त्यो होइन। अनि यसको कार्बोरेटरको कुरा गर्नुपर्दा चाहिँ 134 kg छ होइन। त्यो चाहिँ विथ फुल ट्याङ्क पेट्रोल अनि इन्जिन ओइलहरू, त्यसपछि यो कुलेन्टहरू होइन, अनि ब्रेकको त्यो फ्लुइडहरू सबै गरेर हो है। त्यो चाहिँ कार्बोरेट चाहिँ सबै कुराले हो होइन। अनि फ्युल ट्याङ्कको कुरा गर्नुपर्दा चाहिँ यहाँ अलिकति सानो छ होइन, 8.1 लिटरको छ। तर यसको माइलेजले गर्दाखेरि अहिलेसम्म चाहिँ मलाई त्यस्तो केही प्रब्लम दिएको छैन। रेन्ज राम्रै छ, तर लङ टुर जाँदाखेरि चाहिँ अलिकति हुन्छ कि जस्तो लाग्यो फ्युलको कारणले। लेट्स सी के हुन्छ। अनि अब स्पिडोमिटरको कुरा गरौँ। यताबाट आएर म एक्सप्लेन गरिदिन्छु। स्पिडोमिटरमा चाहिँ फर्स्ट भनेको हाइलाइट हुने कुरा भनेको गियर पोजिसन इन्डिकेटर है। अनि त्यसपछि लगाएर ओडोमिटरहरू त भइहाल्यो। त्यसपछि टाइम देखाउँछ, अहिले टाइम देखाइरहेको छ 2:51 भइरहेछ होइन। अनि यसमा चाहिँ यो भनेको चाहिँ रियल टाइममा के, जस्तो मैले अहिले चलाइरहेको भए एउटा सर्टेन स्पिड पछि चाहिँ यो चाहिँ रियल टाइममा जस्तो अहिले गुडाइरहेको बेला यतिको माइलेज दिइरहेछ भनेर आउँथ्यो। अनि यो भनेको चाहिँ अब एभरेज भयो, एभरेज फ्युल कन्जम्सन भयो होइन। त्यसै गरी ओडोमिटर 2772 पुगिसकेको रहेछ। ट्रिप 1 ट्रिप 2 त भइहाल्यो अरू जसरी होइन। अनि अर्को राम्रो फिचर भनेको चाहिँ यसमा चाहिँ यो हाजर्ड लाइट छ क्या। हाजर्ड लाइट डट बाइकमा भएको चाहिँ एकदम ठिक लाग्यो मलाई चाहिँ होइन। आफ्टर मार्केट हाल्नु पर्थ्यो, तर यसमा चाहिँ कम्पनीबाटै आउँछ। अनि अर्को हाइलाइट गर्ने कुरा भनेको चाहिँ किल स्विच पनि हुन्छ होइन, जुन चाहिँ एक्सआरहरू जस्तो बाइकमा चाहिँ देखिनँ मैले। अनि माइलेज अब तपाईँले यस्तो ट्रेलहरूमा चलाउनुहुन्छ भने अराउन्ड 43 जस्तो दिन्छ, 40 to 43 मानौँ न। अनि हाइवेमा चलाउनुहुन्छ भने चाहिँ 49सम्म दिइरहेछ है माइलेज। सो माइलेजको कुरामा चाहिँ एकदम पर्फेक्ट नै छ यो। अनि अर्को कुरा भनेको चाहिँ सर्भिस कस्ट है। सो अब बाइक त चढ्ने होइन, तर सर्भिस कस्ट चाहिँ कति आउँछ। अब यामा हो, जापानिज हो, त्यहाँमाथि यो अझ इन्डोनेसियाबाट आएको भनेर मान्छेले सर्भिस कस्ट चाहिँ झ्याप्पै आउँछ कि भनेर सोध्छ होइन। मान्छे कोही कोही तर्सिँदा हुन्छ। सो सर्भिस कस्ट चाहिँ त्यस्तो धेरै छैन है। सर्भिस कस्ट चाहिँ अराउन्ड 2K को अराउन्डमा आउँछ होइन, जुन चाहिँ एकदम ठिक लाग्यो मलाई। अब सामानहरू नफेर्दा है, फेरि मेरो त यति आएको छ भनेर भन्नु होला कसैले, सामानहरू नफेर्दा नर्मल सर्भिसिङ गर्दा है। सो अब यसको एडभान्टेजको कुरा गरौँ होइन। एडभान्टेजमा चाहिँ फर्स्ट अफ अल अब सबभन्दा बेस्ट भनेको चाहिँ सस्पेन्सन है। सस्पेन्सन चाहिँ एकदम दामी बटर स्मुथ छ है। अब यहाँ तपाईँहरूले ट्राभल भएको पनि देख्न सक्नुहुन्छ, यहाँसम्म मड छ है भनेपछि ट्राभल चाहिँ एकदम राम्रो छ कि होइन। अनि पछाडिको सस्पेन्सन पनि अलिक फरक छ है यसको चाहिँ। यो चाहिँ लिङ्केज सस्पेन्सन हो होइन। अब नर्मल सस्पेन्सनमा चाहिँ डट बाइककै कुरामा नि, डट बाइक अथवा एउटा इक्जाम्पलको लागि एक्सआर लिउँ है, त्यसमा चाहिँ एउटा मात्रै माउन्ट हुन्छ भने यसमा चाहिँ 1 2 3 4वटा माउन्ट हुन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ एकदम ह्यान्डलिङ चाहिँ एकदम राम्रो हुन्छ है। अनि अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ ह्यान्डलिङ नै राम्रो छ है यसको। ह्यान्डलिङ चाहिँ एकदम अफ रोडमा पनि राम्रो, त्यसपछि रोडमा पनि एकदम ह्यान्डलिङ राम्रो छ है। अनि अर्को भनेको चाहिँ माइलेज राम्रो छ है। अब यस्तो डट बाइकहरू, त्यसपछि डट बाइक अथवा डुअल स्पोर्ट मोटरसाइकलमा चाहिँ अलिकति माइलेज चाहिँ कम हुने गर्छ भने यसमा चाहिँ माइलेज राम्रो छ है।
त्यसपछि यसको ओभरअल वेट पनि लाइट वेट छ, त्यही भएर हामीलाई अफ रोड हान्न त्यसपछि सिटीमै चलाउनु पनि एकदम एडभान्टेज दिन्छ। हाइवेमा चाहिँ अलिकति वेट भएको राम्रो हुन्छ, तर नेपालको हाइवे अलिकति रफ छ, ठाउँ ठाउँमा खाल्डो छ, त्यसै कारणले नेपालको सिनारियोमा चाहिँ हामीलाई यसले झन् एडभान्टेजै दिन्छ है। अनि अर्को भनेको रेडिएटरमा चाहिँ छुँदैन है, अथवा हिट गर्दैन। अनि अब अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ यसो गियरिङ चाहिँ गियरिङ पनि राम्रो छ है, गियरिङ रेसियो नि अफ रोडको लागि पनि ठिकै, साथसाथै अन रोडको लागि पनि ठिकै छ। त्यसै गरी अब राइडर सिट अब हेर्दाखेरि चाहिँ साह्रो देखिन्छ भने राइडरको लागि चाहिँ यस्तो कम्प्लेन गर्नु पनि छैन, ठिकै छ, एभरेज छ। अनि यसमा चाहिँ अर्को एउटा राम्रो फिचर भनेको चाहिँ रियल टाइम माइलेज देखाउँछ क्या। अब एउटा सर्टेन स्पिड गएपछि चाहिँ यसमा चाहिँ रियल टाइम अब यति किलोमिटर पर लिटर भन्दाखेरि यति किलोमिटर पर लिटरमा भइरहेको छ भनेर देखाउँछ। यो चाहिँ 100ले डिभाइड हुन्छ है, 100 किलोमिटरले। अनि ब्रेकिङको अर्को कुरा भनेको चाहिँ ब्रेकिङ है, ब्रेकिङ चाहिँ एकदम टप नच छ, अगाडि पछाडि नै डिस्क भइहाल्यो, त्यसमा चाहिँ साइज पनि राम्रै छ, ठुलै छ। अनि 4 लेभल गियर लिभर छ है यसमा चाहिँ, त्यसले गर्दाखेरि हामी अफ रोड जाँदाखेरि ओर्दाखेरि लड्यो भने चाहिँ यस्तो त्यो घर फर्किन नमिल्ने हुँदैन होइन, यसरी सिम्पली यसरी बेन्ड हुन्छ क्या लड्दाखेरि चाहिँ। अनि अर्को भनेको चाहिँ टुल किट छ यसमा, जुन चाहिँ यहाँ लोकेटेड छ, अगाडि साइडको यहाँ लोकेटेड छ। यहाँ चाहिँ फ्युजहरू, त्यसपछि ब्याट्रीहरू अनि टुल किट इन्क्लुड हुन्छ। अनि अफ रोडको लागि राम्रो एउटा फिचर भनेको चाहिँ लड्दाखेरि स्टार्ट अफ हुन्छ यसको, जसले गर्दाखेरि हामी लडेपछि एक्स्ट्रा अब एक्टिभिटिज बाइकले आफै गर्दैन, अथवा व्हिल स्पिन हुने जस्तो टाइपको सिनारियो चाहिँ क्रिएट हुँदैन है। अनि हाई आरपिएममा चाहिँ यसको साउन्ड ग्रन्टी फिल हुन्छ, जुन चाहिँ मलाई राम्रो लाग्छ है, त्यो चाहिँ मैले एप्रिसिएटै गर्छु यसमा। अनि प्यानलहरू चाहिँ फ्लेक्सिबल छ यसको, लाइकवाइज यस्तो हुन्छ जसले चाहिँ अफ रोडमा भाँचिने चान्स हुँदैन। अनि यो सपोर्ट पनि छ मडगार्डमा चाहिँ एल्युमिनियमको। अनि सस्पेन्सन कभर छ है अर्को भनेको, यसले चाहिँ डटहरू छेक्छ, ओर्छ, सस्पेन्सनलाई चाहिँ रिलायबल बनाउँछ है। अहिले पनि कति डटहरू छेकिरहेछ नि। सो अर्को भनेको चाहिँ प्रपर हिट म्यानेजमेन्ट है, अब लिक्विड फिल्ड इन्जिन हो होइन, अनि रेडिएटर पनि छ यसमा। फ्यान चाहिँ कहिलेकाहीँ मात्रै अन हुन्छ क्या, एकदम ट्राफिकमा चलाउँदाखेरि अथवा एक्सट्रिम अफ रोडमा अथवा डबल लोड अफ रोड जाँदाखेरि मात्रै अन हुन्छ। अनि अर्को भनेको चाहिँ 21/18 को सेटअप छ, जसले गर्दा चाहिँ डुअल स्टोर बाइकहरूमा चाहिँ एकदम एडभान्टेज दिन्छ। यसले चाहिँ अब भनौँ न खाल्डोहरूमा आनन्दले कटाउन सकिन्छ क्या यो सेटअपले चाहिँ, त्यो पनि राम्रै कुरा भयो, त्यो पनि प्लस पोइन्ट भयो। अब यसको डिसएडभान्टेजतिर जाऊँ होइन, पिलियन सिट चाहिँ एकदम हार्ड छ है यसको। राइडर सिट एभरेज भयो भने पिलियन सिट चाहिँ एक त सानो छ, त्यसमाथि हार्ड छ। अनि अर्को कुरा भनेको चाहिँ ब्रेक प्याड है, मैले सर्भिस सेन्टरमा ब्रेक प्याडको प्राइस सोद्धाखेरि चाहिँ अराउन्ड 9 to 10K भनेर भन्नुभयो, WR-कै ब्रेक प्याड होइन। यो चाहिँ एकदम एक्सपेन्सिभ लाग्यो है मलाई। अब पछाडिको रियर ब्रेक प्याडकै 9 to 10K अरे होइन, त्यो चाहिँ अलिकति महँगो नै भयो जस्तो लाग्यो मलाई। र यसको अल्टरनेटिभ भनेको चाहिँ अब कम्पनीकै ओरिजिनल हाल्ने हो भने चाहिँ इन्डियातिर म्यानुफ्याक्चर भएको हामीले यो V2 अथवा एफसेट V2 अथवा V3हरूको मिल्छ भनेर सुन्नमा पाएँ। सो त्यो एउटा अल्टरनेटिभ भयो होइन। बाहिरको डिस्क प्याड चाहिँ नहाल्नु होला, किनभने डिस्क रोटर घोटिन्छ, डिस्क रोटर फेर्नु पऱ्यो भने झन् महँगो छ है त।
अर्को भनेको चाहिँ अब हुन त डुअल स्पोर्ट बाइकहरूमा त्यति राम्रो हेडलाइटको भिजिबिलिटी त हुँदैन होइन, त्यही पनि यसलाई पनि एउटा डिसएडभान्टेजको रूपमा लिनुपर्छ। हेडलाइट भिजिबिलिटी चाहिँ अलिक कमै छ यसको, जसले गर्दाखेरि राति अफ रोडतिर चलाउनु ओर्न चाहिँ अलिकति गाह्रो हुन्छ। अनि अर्को अब मलाई अलिअलि प्रब्लम दिएको कुरा भनेको चाहिँ अलिकति यसको चाहिँ सायद यो अब योवाला रबर हुन्छ नि यहाँ चेनको स्विङ्गाममा कनेक्ट हुने, यो हार्ड भएर हो कि है, अलिकति चेनको साउन्ड चाहिँ आइरहेको हुन्छ। अनि अब यस्तो टाइपको बाइकमा चेन धेरै टाइट गर्नु पनि हुँदैन कि, अलिकति प्ले राख्नै पर्छ, किनभने यो सस्पेन्सन खेल्दाखेरि चेन फुस्किने पनि चान्स हुनसक्छ कि, अथवा चेन चुटिने पनि चान्स हुनसक्छ। त्यही भएर कम्पनीको म्यानुअल अनुसार चेन राख्दाखेरि चाहिँ अलिकति कहिले यहाँ साउन्ड आउँछ होइन, साउन्ड भन्नाले इन द सेन्स त्यो ननस्टपवाला साउन्ड होइन, ट्याक ट्याक यहाँ टक टक भएको जस्तो आउँछ कि, त्यो चाहिँ अलिकति यो रबरको कारणले जस्तो लाग्यो होइन, तर त्यस्तो मेजर प्रब्लम चाहिँ होइन त्यो होइन। अनि अब कसैको सक हुन्छ नि त, अलिकति सोक हुन्छ नि त, अलिकति बाइकको आवाज चाहियो नि, त्यो मान्छेलाई नै अलिकति इम्प्रेस गर्दैन है यसले, एकदम लो साउन्ड छ, अलिक हाई आरपिएममा चलाउँदा मात्रै ग्रन्टी फिल हुन्छ कि। अनि अब अर्को यो चाहिँ मैले आफैले फेस गरेको है। अब यसको फुटप्याकमा यो रबरहरू केही छैन होइन, यस्तो काँडाहरू जस्तो छ होइन, विच इज ड्याम कुल के, अफ रोडको लागि चाहिँ एकदम ड्याम बेस्ट हो होइन, किनभने यो टक्क जुत्ता अथवा बुटहरूले चाहिँ टक्क ग्रिप गर्छ होइन। तर वाट अबाउट सिटी राइड्स क्या, टक्क यहाँ खुट्टा ठोकिने बित्तिकै घाउ पारिदिइहाल्छ क्या, मलाई 2-3 घाउ पारिसक्यो होइन, विचार गरे पनि यो कहिलेकाहीँ अलिकति च्वास्स छुँदा नि यसले कोतारिदिइहाल्ने क्या, त्यही भएर त्यो कुरा चाहिँ अलिकति उ भएन। अब यहाँ यस्तो माउन्ट पनि छ क्या, फेरि कम्पनीले यो रबर दिएको भए के जान्थ्यो, अफ रोड जाँदाखेरि निकाल्दिउँ होइन, सिटी राइडमा हाल्दिउँ, त्यो त अलिकति विचार गर्नुपर्ने कुरा हो होइन। अनि अर्को भनेको चाहिँ लेगार्डै छैन क्या, कम्पनीमा नि लेगार्ड अभाइलेबल छैन होइन। अनि आफ्टर मार्केट टेकुतिर जाँदा नि कहीँ छैन यसको लेगार्ड, रेडिमेड लेगार्ड पाउँदैन। पछि अब पाउन थाल्यो भने छुट्टै कुरा, अहिलेसम्म चाहिँ कहीँ पनि पाउँदैन है। यो चाहिँ कस्टम मेड लेगार्ड हो है, यहाँ 4 ठाउँमा माउन्ट गरेर कस्टम डिजाइन गरेर बनाएको लेगार्ड हो। यो लेगार्ड चाहिँ मैले आइडिएक्स मोटोबाट बनाएको हो होइन, विच कस्टेड मी अराउन्ड 3K होइन, सिम्पल लेगार्ड छ। अब यो रेडिमेड लेगार्ड अब पाएको भए 1500मा आउने लेगार्ड, अब कस्टम बनाउँदाखेरि ट्याकै डबल पर्ने है। अनि अर्को भनेको चाहिँ यहाँनिर सानो मडगार्ड हुन्छ नि अरू डुअल स्पोर्टमा, अरू त नभनौँ कुनै जस्तो एक्सपल्सहरूमा हुन्छ नि, त्यो दिएको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो कि जस्तो लाग्यो है मलाई। किनभने अहिले हेर्नु नि सबै हिलो छ्यापिरहेछ यहाँ होइन, अब झन् त्यो अब कलेजहरू जाँदाखेरि त पुरै घुँडासम्म हिलो छ्यापिदिन्छ क्या यसले होइन। त्यसको लागि चाहिँ अलिकति यहाँनिर माउन्ट गर्ने ठाउँ पनि छैन, कम्पनी दिएको पनि छैन क्या, अलिकति त्यो कुरा चाहिँ विचार गरिदिएको भए राम्रो हुन्थ्यो। अनि अर्को भनेको चाहिँ यो उसको कुरा गरौँ है त, अब लुकिङ ग्लासको कुरा गरौँ है त। लुकिङ ग्लास एकदम सानो छ होइन, यो एफसेटहरूको जस्तै मिरर छ, इनफ्याक्ट एफसेटहरूकै हो कि जस्तो पनि लाग्छ मलाई कहिलेकाहीँ, एकदम सानो छ। अनि हाम्रो यो पोजिसन अनुसार अलिकति नमिल्ने कि यो लुकिङ ग्लास चाहिँ, अलिकति भिजिबिलिटी चाहिँ अलिकति एकदम कम भइदियो यसको कारणले। अब यसको अल्टरनेटिभ चाहिँ म फोल्डेबलवाला मिरर हाल्छु, त्यसले गर्दा चाहिँ भिजिबिलिटी राम्रो हुन्छ होइन। अनि नेक्स्ट डिसएडभान्टेज भनेको चाहिँ टायर है, टायर चाहिँ यो नोभिसवाला हो होइन, अहिले त यो माटो भरेर अलिक पुरै फुलै देखिया छ, त्यही पनि अब ठिक छ, म यो माटो पनि अलिकति हटाइदिन्छु होइन, यस्तो नोभिसवाला टायर हो क्या होइन। अनि यो नोभिसवाला टायर चाहिँ छिटो वर्न आउट हुँदो रहेछ है, अब 2700 गुडिसक्यो, अब आधी त नभनौँ होइन, एकदम छिटो गए जस्तो फिल भइरहेछ मलाई। अनि यो मेरो विचारमा अरूको हेर्दाखेरि नि मैले जस्तो WR155R नेपाल भन्ने एउटा च्यानल छ होइन, एउटा दाइको, अनि त्यसपछि पोखरातिरको एउटा दाइको नि छ होइन युट्युब च्यानल, उहाँहरूको भिडियो हेर्दा चाहिँ एकदम चाँडै गएर फेरेको देखेँ मैले।
अनलाइक अब एक्सआरहरूको चाहिँ दामसित चलायो भने 15 देखि 20 हजार टिक्छ है। यसको चाहिँ अराउन्ड 7 to 8K अथवा म्याक्सिमम् 10K जस्तो टिक्दो रहेछ। अनि अर्को भनेको चाहिँ हाम्रो यो मैले चाहिँ यो गियर ब्रेक लिभरहरू अनि गियर लिभरहरू यिनीहरू चाहिँ एडजस्टमेन्ट गराएको थिएँ, किनभने यो चाहिँ एकदम माथि थियो होइन, विच इज गुड फर अफ रोड होइन, उठेर चलाउनु ओर्नुको लागि एकदम पर्फेक्ट थियो। तर वाट एभर सिटी राइस के यस्तो खुट्टा दुख्यो अनि मैले यो तल बनाएँ क्या, यो माथि हुँदा चाहिँ पुरै खुट्टा दुख्ने हो नि होइन। अनि एउटा अर्को कुरा नि मैले एडजस्ट गर्नु बाँकी छ, यो अब यस्तो पोजिसनमा बस्या हुन्छ नि त, चलाइरहेको हुन्छ नि त, मिटरै छेकिरहेको छ क्या अलिकति, भने मतलब अब चलाइरहेछ आरपिएमको लाइनिङहरू नै छेकिरहेछ। यसलाई चाहिँ अब यताबाट एडजस्टमेन्ट गर्नुपर्छ होइन। यो यिनीहरू भने त माइनर कुरा हो, त्यही पनि डिसएडभान्टेजमा इन्क्लुड गर्न मिल्छ है। अनि अर्को भनेको फ्युल क्यापेसिटी लो छ है, माइलेज राम्रो भए तापनि लङ राइडमा त अब दिस थिङ्स म्याटर्स नि त, अलिकति फ्युल क्यापेसिटी चाहिँ विचार गर्नु होला होइन। अनि अब सपोज मैले पार्किङमा राखेँ होइन, बाइकलाई थोरै उचालेर अलिकति उता लानु पऱ्यो है, यो पछाडिको बाइक अब पछाडिसम्म नि ग्र्याब रेल पनि छैन, केही पनि छैन है। सो यहाँ चाहिँ अब रियर ऱ्याक राख्नुपर्छ होइन। त्यो रियर ऱ्याक राख्ने पनि माउन्ट कहीँ दिएको छैन क्या कम्पनीले। हामीले चाहिँ अब माउन्ट गर्ने ठाउँ दिएछ, तर भनौँ न एउटा समाउने ठाउँ चाहिँ दिएको छैन। त्यसको लागि चाहिँ यहाँभित्रबाट कस्टम माउन्ट बनाएर अनि कस्टम ऱ्याक बनाएर अनि हाल्नुपर्छ। कम्पनीले ऱ्याक पनि प्रोभाइड गरेको छैन त्यसको चाहिँ है। अनि पिलियन सिटको उ त भइहाल्यो है। अनि त्यही हो, अरू त त्यस्तो केही छैन। अलिकति त्यो ऱ्याकहरू अनि यो लेग गार्डहरू होइन, यस्तो कुराहरू चाहिँ अलिकति कम्पनीले प्रोभाइड गरिदिएको भए राम्रो हुन्थ्यो होइन। अनि साइलाइटको कुरा गर्नुपर्दा त अभियसली हाइलोजनै हो। त्यसको चाहिँ अब यस्तो हो, साइलाइटको चाहिँ अब मैले चलाएको बाइकहरूमा त्यो सबैमा यस्तो भ्यापर भएको देखेँ। अहिले अब पानी परे बेला हामीले चलाएर आयौँ होइन, अथवा मैले हिजो पखालेको नि थिएँ, वास पनि गरेको थिएँ। यो चाहिँ सबैमा फक भएको छ क्या अहिलेसम्म मैले चलाएको बाइकमा। मैले क्लासिक चलाएँ, त्यसमा नि त्यस्तै थियो, मिटियर चलाएँ होइन। अब एक्सआरहरूमा पनि भ्यापर भइरहेछ, एक्सपल्समा पनि भ्यापर भइरहेछ। झन् सबभन्दा मेन भ्यापर भएको देखायो भने चाहिँ ट्राइम्पमा हो है। सो यो चाहिँ त्यस्तो मेजर प्रब्लम भएको छैन अहिलेसम्म, सबै बाइक जस्तोमा भएको देखेँ मैले। अनि यसको कुलेन्टको रिजर्भर चाहिँ यतापट्टि छ है। अनि यो कुलेन्ट टपअपहरू गर्न चाहिँ सिट खोलेर अनि त्यसपछि टपअप गर्नुपर्छ। अनि अरू भनेको चाहिँ यति नै हो जस्तो लाग्छ। बाइक जस एकदम राम्रो छ, केही डिसएडभान्टेज त भइहाल्छ होइन, तर मेरो लागि चाहिँ एकदम पर्फेक्ट नै छ बाइक। क्वालिटी एकदम टप नच छ होइन। जापानिज भयो, अरू त जापानिज इन अ सेन्स मेड इन जापान है। अनि सस्पेन्सनमा नि मेड इन जापान हुन्छ यसको, यहाँबाट अब देखाएको छ कि छैन मेड इन जापान है। एकदम क्वालिटी टप नच जापानिज सामानहरू छ सबै होइन। अनि एकदम टिक्छ जस्तो लाग्छ मलाई बाइक होइन। अनि इन्डोनेसियाबाट आएँ, सबै पार्ट्सहरू चाहिँ प्रायः जस्तो जापानिज जस्तो लाग्छ मलाई, त्यस्तो डिपली रिसर्च चाहिँ गरेँ होइन। सो त्यही हो, बाइक चाहिँ अब जानुहोस् होइन, कसलाई लिन मन लाग्छ एकचोटि सोरुम जानुहोस्, टेस्ट राइड गर्नुहोस् होइन। सस्पेन्सनको कुरा चाहिँ अलिकति नयाँमा हार्ड जस्तो लाग्ला होइन, तर एकदम पर्फेक्ट हुन्छ क्या, पछि एकदम बटर स्मुथ हुन्छ। अनि अर्को भनेको चाहिँ यो बाइकलाई जस्तो एक्सआरहरूसँग कम्पेयर गर्नु हो भने चाहिँ एक्सआरहरूभन्दा एकदम राम्रो छ है। किनभने रिलायबल बाइक भनेको चाहिँ यो अनि एक्सआरहरू भयो होइन, यस्तो बाइकहरू भयो। तर एक्सआरको तुलनामा यो चाहिँ रिलायबिलिटीको कुरामा नि एकदम राम्रो जस्तो लाग्यो। अनि पर्फर्मेन्स, त्यसपछि ह्यान्डलिङ होइन, सबै कुरामा एकदम राम्रो जस्तो लाग्यो है मैले चलाउँदा। किनभने मैले एक्सआर पनि चलाएँ, मेरो साथीहरूको छ, त्यही भएर अलमोस्ट मैले एक्सआर पनि राम्रोसित चलाएँ। सो त्यही हो, सेफ्टीको कुरामा चाहिँ ह्यान्डगार्ड हालेको छु। अनि क्र्यास गार्ड भयो। अनि मैले हाल्नुपर्ने कुरा भनेको चाहिँ यो पछाडिको रियर ऱ्याक हाल्नु छ। अनि त्यसपछि अर्को भनेको चाहिँ यो बेला बेला ढुङ्गाले ड्याङ हानिरहेको हुन्छ, यहाँ मुनितिर स्क्रचहरू पनि होला होइन, त्यो इन्जिन गार्डहरू पनि हाल्नु छ।
अनि त्यो चाहिँ यहाँ यो प्रोलिङ्क अथवा लिङ्केजसम्म चाहिँ एक्सटेन्ड भएको हाल्नु छ होइन, जसले गर्दा यसलाई नि सपोर्ट दिन्छ। यसमा नि अब भित्रभित्र कम्पोनेन्टहरू हुन्छ नि त, यसको नि सेफ्टीको विचार गर्नु पऱ्यो। सो त्यही हो, केही छुट्या ओर्या हुनसक्छ होइन, म सबै कुरा इन्क्लुड गरेकै छु भनेर भन्न सक्दिनँ। हजुरहरूलाई अब केही क्वेरी छ अथवा केही सोध्नु छ भने चाहिँ कमेन्ट गर्नु होला होइन, खुलेर कमेन्ट गर्नु होला। मलाई पनि त्यस्तो भास्ट सबै डिटेल्स अहिले कन्ठ भएको त हुँदैन होइन, त्यही नि केही छ भने सोध्नु होला, रिप्लाई गर्नेछु। सो त्यही हो, बाइक एकदम पर्फेक्ट छ, लिने भए यु क्यान गो फर इट है। ल, साइनिङ अफ।